ब्लग एन्ड माई च्यानलमा अब हामी चाहिँ गाइजहरू गण्डकीमा गेम खेल्न आएको छौँ। हामी चाहिँ गेम खेल्न लागिरहेको छौँ। अब टिएससी भर्सेस गण्डकी प्रदेश। यहाँ हाम्रो होनार खेलाडीहरू दुईजना हुनुहुन्छ पछाडि, साथीहरू अगाडि पछाडि गइरहेको म देखाउने छु साथीहरूलाई पनि। अनि यहाँ हाम्रो अर्को साथी हुनुहुन्छ यहाँ गङ्गु आयो। अर्को गङ्गु फेरि यो छुट्यो भने चाहिँ एकदम उसले फेरि के भन्छ भने हामी यहाँ मेरो भ्लगमा छुट्यो भने ऊ चाहिँ फेरि एकदम हाम्रो यो कोमली पहिला गण्डकीबाट खेल्छ, अहिले हाम्रो आर्मीबाट खेल्न आइरहेको छ। ए तिम्रो केही छ भन त? यतिकै छैन भन न एउटा यसो हुन्छ नि, तिमी अब गण्डकीबाट खेलेको र अनि टिएससीबाट खेल्दाको अनुभव कस्तो भइरहेको छ? एकदम राम्रो भइरहेको छ। एक दुईवटा जाओस् न शब्द। ल गाइस हामी चाहिँ अब रङ्गशाला आइपुगेको छौँ। रङ्गशालाको गेटदेखि यतातिर हाम्रो भट्टगुरु हुनुहुन्छ, हाम्रो एकदम होनार। रङ्गशाला अब गेट इन हुँदैछौँ हाम्रो गेट देख्नु सक्नुहुन्छ रङ्गशाला। सबै हाम्रो टिम अहिले चाहिँ भेला भएको छ। तिमीहरूको आफ्नै चप्पल देखाउ। नै पर्दैन मेरो चप्पल देखाउनुलाई। देख्न सक्नुहुन्छ हाम्रो यो पोखराको रङ्गशाला देख्न सक्नुहुन्छ। रङ्गशाला एकदम बब्बाल दामी छ। हाम्रो खेलाडीहरू उता जाँदै हुनुहुन्छ सबजना। यता हाम्रो क्याप्टेन हुनुहुन्छ, यता एकचोटि हाई गरिदिनुहोस् त क्याप्टेन सर। दुर्गा दिदी होइन र? ल उहाँ चाहिँ हाम्रो प्रिया लिम्बू। पहिलो अनुभव होइन पहिलोचोटि होइन गेम खेल्न आएको। कस्तो अनुभव भइरहेछ त? रमाइलो भइरहेछ। यता रङ्गशाला पोखरा रङ्गशाला पोखरा पनि तिम्रो पहिलो होइन? गेम पनि पहिलो अनि त्यस पछाडि यो ठाउँमा पनि पहिलोचोटि आएको होइन? दुईजनै पिकअप रहेछ त। यतै अब गेम कसरी खेल्ने? पानी पनि हाल्नु आज। गेम कसरी खेल्नु चाहिँ गङ्गु एउटा केही शब्द जाओस् न गङ्गु। केही छैन, नमस्ते। तिमीलाई मन पराउने दर्शकहरूले केही भन्न चाहन्छौ कि? केही भन्दिनँ म। गरम भयो, धेरै घाम भयो मात्रै खराबमा। यहाँ हामी चाहिँ जुत्ता लाउँदैछौँ रेडी हाल्नु। के अरे फुलीहरू रेडी हुँदैछ। ल यता केही छ कि? प्रिया लिम्बू जुत्ता लाउनु के आउँछ? के आउँछ अरे? सबजनाले 1 लाइक 1 सब्सक्राइब गरिदिनु होला साथीहरू। यसो माया दया पलायो भने 1 लाइक 1 सब्सक्राइब गरिदिनु होला होइन? अब हामी ग्राउन्डतर्फ जानु लागेको छौँ। ग्राउन्डको तलहरूलाई अलिकति छोटो देखाउनु छ।